नमस्ते, राधे राधे सबैलाई। आज आज म छुट्टीमा छु, म घरमा छु। आज चाहिँ म आफ्नो बुढाको काममा हेल्प गर्दैछु, बुढाको काम गर्दैछु। घरमा बसेर पनि छुट्टी आराम मिल्दैन। आज चाहिँ एकदम बुढाको काममा हात बटाउँछु। मेरो काम केही गर्दिनँ भनेर हुँदैन मेरो बुढाले। अनि अब आज मैले सुपारी खान भेट्दैछु। आज घरको काम सब खतम हुन्छ एकैछिनमा। अब यहाँ सुपारी पाइँदैन। महिनामा एक खेप चाहिँ मुस्किलले ल्याएर मेरो बुढाले मलाई सुपारी दिन्छन्, पान और सुपारी। खै सुपारी देखाउन कस्तो पाइन्छ पठुले। पान और सुपारी मलाई देऊ। मेरो बुढाको गाला यत्रो भएर फुलिरहेछ, बारुलाले टोकेर छेउमा आउन खोज्दैन, मलाई आँखा तर्दैछन्। अरे पोकै देऊ न, थैले देऊ न, थैले देऊ। यहाँ नमस्ते भन। आएर कहाँ देख्यो त पछाडि परैबाट नमस्ते। यस्ता पानका पत्ता, के अरे मरिचका पत्ता यस्तै भेटिन्छन्, यस्ता मोटा मोटा यहाँ होइन। अनि सुपारी ठुल्ठुलो हामीहरूको जस्तो उहाँको पाइँदैन, साना काटेका पाइन्छन्। चबाउँदा पनि दाँतै भाँचिने खोज्छ जस्तो छन्। म त फ्रिजमा राखेर खान्छु। अब यो एक हप्ता पुर्याउँछ, एउटा गरेर खान्छु। मेरो बुढा नभएको बेला चाहिँ म फटाफट मुखमा एक पसर हालेर एकदम बोलाइहाल्छु। तामुल सुपारी खायो भने चाहिँ मेरो छोराछोरी मेरो छोराहरू त एउटा और मेरो बुढो सबैजना डराउँछन्। सुपारी खायो भने बौलाएर यिनीहरूलाई बेल्न सेल्न थालसाल सबै झट्टिहालिदिन्छु मैले। अनि रिस उठेर अनि मेरो छेउछाउको पनि आउँदैन। आज तामुल खाएर चाहिँ पर है भन्छन् सबैजना। बाबा मम्मीले सुपारी खाइ क्या, अलिक कोही बेला अलिक बेसी बोल्यो भने मेरो ठुलो छोराले भन्छ कि पापा मम्मीलाई सुपारी ल्याएर दिएको छ क्या भन्छ। त आज मेरो बुढाको ड्युटी, म आज बुढाको सपोर्ट गर्दैछु कामको लागि, मतलब हेल्प गर्छु। उसले 3:30 बजी 4 बजी जाने हो। नमस्ते, राधे राधे। म बन्द गरेर लागेको। भिडियो राम्रो लाग्यो भने लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु। परदेशमा बसेर यसरी मिलजुल गरेर अगाडि बढिँदैछ। बुढाबुढी भन्न उसोइने कपाल खुलेर मेरो केही छैन, सबै कपाल झरो। दबाई के छ कपालमा लगाउने, केही लगाउँदा हुँदैन, दबाई खाँदा पनि हुँदैन। दबाई खायो भने मोटो हुन्छ, मोटो भयो भने घुम्न यताउता काम गर्न सकिँदैन, हिँड्न डुल्न सकिँदैन। त्यही भएर दबाई खाँदा पनि झरिरहेको महात्मा गान्धीको जस्तो हुनुपर्ने छ। म पनि